भाइरल गोर्खेको ट्रेलर हेर्दाखेरि एउटा कुरा चाहिँ क्लियरली देखिन्छ कि यो फिल्म जबरजस्ती हँसाउन कोसिस गर्ने खालको फिल्म चाहिँ होइन। कमेडी एकदम नेचुरली नै फ्लो हुन्छ कि जस्तो देखिन्छ। ट्रेलरको भाइब एकदमै लाइट छ, हेभी ड्रामा या यस्तो सिरियस टोनहरू छैन। सोसल मिडिया, भाइरल कल्चर र फेमको स्टोरीलाई लिएर बनाएको यो फिल्मले आजकलको अडियन्ससँग कनेक्ट गर्न खोजेको जस्तो देखिन्छ। ट्रेलरको मेन फोकस चाहिँ इन्टरटेनमेन्टमै गरेको देखिन्छ। निर्देशक तथा लेखक निगम श्रेष्ठले फिल्मलाई मजाले रिलेटेबल र फन बनाउने कोसिस गरेका छन्। यो ट्रेलरको मेन स्ट्रेन्थ भनेकै सौगात मल्ल हुन्। डाइलग, एक्सप्रेसन र बडी ल्याङ्ग्वेज सबैले उनको क्यारेक्टरलाई एकदमै स्ट्रङ बनाएको छ। सृष्टि श्रेष्ठ पनि आफ्नो रोलमा एकदम कन्फिडेन्ट देखिन्छन्। स्क्रिनमा अक्वर्ड छैनन् र रोलमा पनि कम्फोर्टेबल लाग्छ। सौगात मल्ल र बुद्धि तामाङको जोडी यो फिल्ममा पनि धेरै राम्रो होला जस्तो छ। बुद्धि तामाङले आफ्नै स्टाइलको कमेडी दिएका छन्, ओभर गरे जस्तो फिलै हुँदैन। यसका साथसाथै ऋषि धमला र मिस पपी पनि ट्रेलरमा देखिएका छन्। उनीहरूको रोल कतिको ठुलो होला त अब फिल्म हेरेर थाहा होला। ओभरअल भन्नुपर्दा सबै कास्ट राम्रै छन्। यो चाहिँ फिल्मको एकदम ठुलै प्लस पोइन्ट भन्न मिल्छ। कमेडी फोर्स टाइपको एकदम फिलै हुँदैन, सिचुएसनबाट नेचुरली नै निस्केको जस्तो देखिन्छ। सोसल मिडियामा भाइरल हुन खोज्दा मान्छेले के कस्तो फेस गर्नुपर्छ सबै रमाइलो र रिलेटेबल नै पारामा देखाउन खोजेको देखिन्छ। कमेडीको साथसाथै यो फिल्ममा इमोसनल सिन्स र मेसेज पनि छन् कि जस्तो देखिन्छ। तर यो फिल्मबाट त्यस्तो धेरै डिप ड्रामा या हेभी स्टोरी एक्सपेक्ट गर्न चाहिँ ठिक होइन जस्तो लाग्छ मलाई चाहिँ। त्यो भन्दै फिल्ममा लाइट कमेडी, सोसल मिडिया सटायर र एन्टरटेनिङ मोमेन्ट्स चाहिँ एकदमै मजाले एक्सपेक्ट गर्न मिल्छ हामीले। यसो हेर्दाखेरि स्टोरी एकदम सिम्पल देखिन्छ, तर सिम्पल स्टोरी भयो भने एक्जिक्युसन राम्रो भयो भने भाइरल गोर्खे एकदम मजाले भाइरल हुनसक्छ। तर कमेडीको मात्रै भर पऱ्यो भने चाहिँ फिल्म एभरेजमै सीमित हुनसक्छ। यदि तपाईँहरूले यो ट्रेलर हेर्नुभएको छ भने तपाईँलाई कस्तो लाग्यो? यो फिल्म चल्ला कि नचल्ला? कतिको अडियन्सहरूले रुचाउला नि त? कमेन्टमा अवश्य लेख्नुहोला। र यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है।